यस भिडियोमा पौराणिक महलहरू, सुरम्य पर्वतहरू र आकर्षक सहरहरू। हामी तपाईलाई बुखारेस्टको जीवन्त सडकहरूबाट लुभावनी कार्पेथियन पर्वतहरूमा हाम्रो शीर्ष 10 हेर्नै पर्ने स्थानहरू मार्फत यात्रामा लैजाँदैछौँ। चाहे हामी 2 पटक बुखारेस्ट गएका छौँ र हामी वास्तवमा जीवन्त पुरानो सहर र वास्तुकला संसदको विशाल महलमा जानुहोस्। राजधानी सहरमा केही दिन बिताउने तनमा संलग्न हुनुहोस् कि यसले प्रस्ताव गर्नुपर्ने सबै चीजहरू हेर्न र ट्रान्सिल्भेनियाको सुन्दर क्षेत्रमा ठूलो टाउको लिनुहोस्। हामी रेल र बसहरूद्वारा यति सुलभ छौँ र निस्सन्देह ब्रान क्यासल रोमानियाको सबैभन्दा प्रसिद्ध महल हो। यो अक्सर ड्रेकुला मिथकसँग सम्बन्धित छ, तर हामी वास्तवमा महलको इतिहासको बारेमा भ्रमण र सिक्न र सबै पक्षहरू हेर्न रमाइलो गर्यौं। हामीले प्रेम गरेको पेलेको क्यासल थियो। पेलेको महल बुसेक पर्वतको फेदमा र सिनाईको सुरम्य सहर नजिकै सेट गरिएको छ। यो वास्तवमा युरोपको सबैभन्दा आश्चर्यजनक र शानदार महलको एक हुन मानिन्छ। तपाई समृद्ध इतिहासमा आकर्षित हुनुहुन्छ। बुखाइको अर्को रोमानिया यात्रामा रोक्न लायक ब्रासोभमा जान जाँदैछ। ब्राकोभ रोमानियाको मुटुमा एक मनमोहक ऐतिहासिक सहर हो। यो ऐतिहासिक आकर्षण र प्राकृतिक स्थानीय खानाको मिश्रण प्रदान गर्ने एक भ्रमण गन्तव्य हो। र यो ब्रान क्यासल र पेलेको क्यासल भ्रमणको लागि आफैलाई आधार बनाउनको लागि एक महान स्थान पनि हो। एक बोनस, यदि तपाईसँग समय छ भने सिबिउ कोर्भिन महलबाट लगभग 1.5 घण्टा कोर्भिनको महल भ्रमण गर्नको लागि 14औं शताब्दीमा यसको अग्लो टावरहरू र अलङ्कृत भित्रीमा निर्मित एक अविश्वसनीय हड्ताली किल्ला हो जुन वास्तवमा तपाईलाई समयमा फिर्ता लैजान्छ। यो मध्ययुगीन इतिहासको केही अन्वेषण गर्न र बिज्नको लागि एक शानदार स्थान हो। हिमताल र भालुहरू हुँदै बग्छ। हामी ट्रान्सिल्भेनियामा केही कम भ्रमण गरिएका साइटहरू भ्रमण गर्न सिफारिस गर्नुहोस्, जस्तै कि किलेबन चर्चहरू मध्ये एक। हामीले यस क्षेत्रको मध्ययुगीन विरासत प्रदर्शन गर्ने बिस्क्रीको भ्रमण गर्यौं। यो चर्च एक विचित्र ग्रामीण गाउँमा सेट गरिएको छ, जसले तपाईलाई रोमानियाई जीवनको साँचो स्वाद दिन्छ। हामी निश्चित रूपमा चर्चको पतनको सामना गर्न सिफारिस गर्दछौं। यो निश्चित रूपमा यसको लायक छ। त्यसपछि हामीले ब्राकोभ र सिगिसो आराबिजको सडकमा ट्रान्सिल्भेनियन देशको सबैभन्दा पुरानो बस्ती र दृश्यहरू मध्ये एकको भ्रमण गर्यौं। क्लुज नापोका वा क्लुज रोमानियाको राजधानी रोमानियाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित एक सहर हो जुन यसको समृद्ध कला दृश्य, धेरै उत्सवहरू र सांस्कृतिक कार्यक्रमहरूको लागि चिनिन्छ। यो सहर टुर्टा गोर्ज र सलिना टुर्टाको दिनको यात्राको लागि आफैलाई आधार बनाउनको लागि एक महान स्थान पनि हो। विभिन्न कठिनाई स्तरहरूको धेरै हाइकिङ ट्रेलहरू प्रदान गर्दछ। निश्चित स्थानहरूमा जानुहोस् र तपाईको तलको कण्ठ मार्ग हेर्नुहोस्।